हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल टाइम ब्लग्स। आजको ब्लग स्टार्ट हुन्छ मेरो रुमबाट। आजको ब्लग पुरा हेरिदिनु होला। र साथीहरू, मेरो क्लास पनि लाग्न स्टार्ट भइसकेको छ र मेरो बुक पनि आइसकेको छ र बुकहरू हेरिदिनु होला कस्तो छ भनेर। र म तपाईँहरूले आफ्नो बुकको कोर्सहरू पनि हेराउनेछु, सेयर गर्नेछु। गाइस, मेरो बुकहरू पनि आइसकेको छ र यदि तपाईँको बुकहरू मेरो बुकसँग मिल्छ भने तपाईँहरू मेरो कोर्सहरू पनि हेर्न सक्नुहुन्छ। र यो पुरा कोर्स यही म हेराउनेछु यही च्यानलमा। र च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। यो छ साइन्स एन्ड टेक्नोलोजी ग्रेड 9। यो चाहिँ रहेको छ करिकुलम डेभलपमेन्ट सेन्टर बुक। हाम्रो च्याप्टरहरू यसरी रहेको म अफ्टरको च्याप्टरहरू गर्दै थिएँ र मलाई सबभन्दा इन्ट्रेस्टिङ च्याप्टर चाहिँ यो लाग्यो, ट्रिग्नोमेट्रिक मेजरमेन्ट अफ एङ्गल। यो चाहिँ युनिट 8 को रहेको छ र योमा मैले यतिसम्म गरिहालेँ नि। अनि यो 6 देखिको त चाहिँ मलाई धेरै डिफिकल्ट लाग्यो क्या। अनि अझै गर्नेछु र योहरूको नोट चाहियो भने मेरो अर्को च्यानलमा गएर हेर्नु होला। कति गरिसकेँ, यति चाहिँ मैले गरेको अहिले। अब चाहिँ म स्कुल जानेछु। ल यो चाहिँ रहेको छ कम्प्युटर साइन्स। यो चाहिँ कोसेली प्रकाशनको रहेको छ। यहाँमा प्रिफेसर दिएको छ। अझै यहाँमा टोटल 7वटा च्याप्टर रहेको छ। फर्स्ट च्याप्टर हाम्रो कम्प्युटर साइन्स, त्यसै गरी हाम्रो अर्को बुक रहेको छ इङ्ग्लिस। यो पनि करिकुलम डेभलपमेन्ट सेन्टर। यसमा चाहिँ कतिवटा च्याप्टर रहेको छ, यसमा चाहिँ 18वटा च्याप्टर रहेको छ। र हाम्रो फर्स्ट च्याप्टर हुनेछ ट्राभल एन्ड होलिडेज। त्यसै गरी अर्को च्याप्टरमा इङ्ग्लिस एन्ड ग्रामर। यो विद्यार्थी पुस्तक भण्डारको रहेको छ। त्यसै गरी अर्को नेपाली कक्षा 9, यो करिकुलम। यो पनि करिकुलम डेभलपमेन्ट सेन्टरबाटै। अनि यो पाठ्यक्रम विकास केन्द्र। अझै यो चाहिँ रहेको छ विद्यार्थी पुस्तक भण्डारको नेपाली व्याकरण। गाइस, तब यो दरको लग देखनु अब केही समयपछि म स्कुल पनि जानेछु। यहाँ मेरो भाइ त्यो गाना गाइदिए एउटा। ल गाइस, यो चाहिँ मेरो भाइ। अब यो पनि मेरो डेली ब्लगमा आउनेछ। ब्लग चाहिँ पुरा हेरिदिनु होला। ल र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। अब म चाहिँ स्कुल जानेछु नुहाइ गरेर। ल गाइस, अब म जाँदैछु नुहाउन। नुहाएपछि अनि खान्छु अनि जान्छु स्कुल। अहिले जाँदैछु नुहाउन। अब नुहाएर आएपछि भेटौँ। गाइस, म नुहाएर पनि आइसकेको छु। अब म जाँदैछु लन्च गर्न। गाइस, म ड्रेस पनि लगाएर रेडी भइसकेको छु र अब म स्कुल जानेछु। आज चाहिँ स्कुल लेट पो भए। अब जानेछु म स्कुल। सो गाइस, म पसल आइसकेको छु स्कुलबाट। अब म चाहिँ यो ड्रेसहरू खोलेर पनि आइसकेको थिएँ। अनि मेरो भाइ चाहिँ उतातिर होमवर्क गर्दै थियो। हेर्नु, मेरो भाइ चाहिँ उता होमवर्क गर्दैछ। ऊ चाहिँ स्कुलबाट आउन साथ सधैँ होमवर्क गर्ने गर्छ र त्यो हल्का पढ्नमा पनि ट्यालेन्टै छ। सो गाइस, पसलमा बस्दा साँझ पनि भइसकेको थियो। अब म र मेरो भाइहरू जाँदैछौँ हाम्रो घरतिर। अब घरमा गएर भेटौँ, ब्लग कन्टिन्यू हुनेछ उतै। सो गाइस, म पसलबाट पनि आइसकेको छु। अब म फ्रेस भएर
आफ्नो स्कुलको होमवर्कहरू गर्नेछु र तपाईँहरूसँग सेयर पनि गर्नेछु कि मेरो स्कुलको टास्क अझै होमवर्कहरू पुरा भ्लग हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला ल आफ्नो च्याप्टरहरूको टास्क चाहिँ अर्को ब्लगमा हाल्नेछु र यो ब्लग चाहिँ यति नै आई होप तपाईहरुलाई यो ब्लग राम्रो लागेको होला म चाहिँ भिडियो एडिटिङ गर्छु र अब भेटौँ अर्को नेक्स्ट ब्लगमा